Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. So beautiful family, welcome back to the brand new episode. It's December 7. हाम्रो केटाको बर्थडे आफ्टर लङ टाइम आइसकेको छौँ। मैले लगभग 4-5 भिडियो बनाएँ होला। यो भिडियो चाहिँ आई विल ग्यारेन्टी हाल्छु, भोलि नै हाल्छु। सो धेरै पछि ग्याप पछि आइसकेका छौँ। टक्कसँगले जोडन छ, देखाउनु पर्यो नि जोडन त। यसले रहर गरेको थियो एज अ गिफ्ट फर हिज प्रपोजल या के भन्नु, यही हो यसको लागि गिफ्ट। हाम्रो मोडे साथी सन्चै छौ? यस, के भन्न चाहन्छौ? अब यस्तै छ, अब जर्नी अब यिनीहरूले कता कता कुदाएको होइन, तर पनि हिँडाइ चाहिँ अब जारी छ होइन। जारी छ, जारी टुपो आउन आँट्यो त के जारी मात्रै छ, यस्तो कुरा नगर्नु तपाईँ। सो हामी चाहिँ अब हरिसे डाँडाको यात्रा छ है, हामी मन्दिर पनि पुग्छौँ सायद। डाटा चलेन त। सो यसको डाटा चलेन अरे, त्यही हो। ओ माई गॉड, जुम हुँदैन। जोर्डन गाइस, जोर्डन। अनि हाम्रो मार्टिन गाइस, हाम्रो मार्टिन हेर्न सक्नुहुन्छ है। यो चाहिँ मात्र 1800 को मार्टिन। त्यही हो गाइस। सबै हामी छिटो छिटो जाँदैछौँ किनभने माथि पुगिँदैन। वी आर टु लेट। रोहित सर के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ? के भन्न चाहन्छु भन्दा कहिलेका यस्तो दिनहरू पनि आउँछ, हजुर रमाइलो गर्नुपर्छ। ओके, सिमिनाक्सी मन्दिर आइसकेका छौँ केटाहरू। यसो अब हाम्रो क्यामेराम्यान किरण चेन्जुङले खिच्दै हुनुहुन्छ हजुर। सबैजनालाई उहाँलाई फलो गर्नु होला। सो चाहिँ हामी राइट नाउ यहाँ छौँ। अब हामी चाहिँ माथि जानेछौँ हरिसे डाँडा, त्यहाँ हुन्छ खास जानुपर्ने। अनि रोहित सर यहाँ अब अलिक फोटो खिच्न रेडी हुँदै हुनुहुन्छ। अनि हाम्रो केपअप चाहिँ जो अलिकति खतरा मै हुँ भन्ने टाइपकोले अलिक चस्मा लाएर बसिराख्नु भएको छ, तर उहाँ भनेको उहाँ हो। अनि ह्याप्पी बर्थडे टु यु फेरि पनि है। ओके, कुन नमुना नखिच्दा त्यसको नखिच्दा। हामी भित्र छिर्नाडेको छौँ, लेट्स गो। सो अब चाहिँ हामी माथि लाग्दिसकेका छु है। यहाँबाट ढोग्नु पर्ने हुन्छ गाइस, ढोग्नु पर्ने हुन्छ गाइस। अनि कन्टेन्ट पाउनु पर्नुपर्छ। सरी म्याम, अनि ढोग्नु पर्ने हुन्छ गाइस। अनि केटाहरू फोटो खिच्दैछन्, अझै पनि काम छैन यिनीहरूको। ऐसन ढिलो भयो भने थियो, अहिले फेरि हतार भइसक्यो। अनि माथि गएर खिच्नुपर्ने हुन्छ। यिनीहरूले रात पराउने भइसक्यो गाइस। आज रोशनेको लागि जो खुसीको दिन हो क्या आज, बिकज उसको ओ हेर त स्नेक, वाउ स्नेक हो सर्वे घन्टी अरे। अनि गाइस यहाँ चाहिँ लिम्बू भाषाले के लेखेको छ? लिम्बू भाषा भने चाहिँ कसरी थाहा भयो? यस्तै हो नि त लिम्बू भाषामा। लिम्बू भाषा के हो तपाईँहरू हेर्नु होला, पढ्नु होला। फेरि ठाउँ छैन, म तल जाने के गर्नु? है ए यहाँबाट होला, उताबाट होला। आफ्टर लङ टाइम बनाएको छु है, मिस नगर्नु होला गाइस। दिस वे लेडिज फर्स्ट। हो वी हेभ टु रोटेट फर्स्ट, रोटेट। हामी यहाँ घुम्नु पर्ने हुन्छ गाइस। सबैले भ्लग बनाउन के चाहिँ भयो त? हिँडेको छौँ नि। हाम्रो केटाहरू ढिलो आउँदैछ हाम्रो। ओ साथी के छ? लेट्स कोल्याब म्यान। ओके घुमेर आउनु है। I am from Terthum. I am from Singhala. And you? I'm from China. China? Yes. Channel Xingchuan. Yes. अनि हाम्रो अफ्रिकाको केटो आइरहेछ। गाइज हामी चाहिँ अहिले हामी कहाँ छौँ अरे अहिले गाइज? अहिले हामी जिरीको सिमिनाक्सी मन्दिरमा आइपुगेका छौँ गाइज। राइट नाउ हेर, अब हामी हरिसे डाँडा जाँदैछौँ। मन परेमा हाम्रो भुवन बुढा थोकीलाई लाइक फलो गरिदिएर जति सक्दो रिपोस्ट गरिदिनुहोस्। अनि यसलाई ह्याप्पी बर्थडे भन्दैन गाइज।
गाइस हामी चाहिँ डाँडा आइसकेका छौँ केटाहरू चाहिँ फोटो सेक्सन हान्दैछ अनि हामी चाहिँ अब मेरो स्टोरेज कम्प्लिट भइहाल्छ क्या आउने बित्तिकै अनि हल्का स्टोरेज क्लियर गर्दै थियो आउनु चाहिँ अघि 1 घन्टा अगाडि आएको सो बबाल अब हामी चाहिँ चिया खानुपर्ने हुन्छ है अनि हामी चाहिँ यहाँ अब के भन्नु अब यो बनाउँदैछौँ हामी क्लियर गर्दैछौँ है कपरेट नहान्दिनु है गीत बज्दैछ साइडमा अनि हामी दाउरा खोज्न आँटेको गाइस अनि चिया खाने गाइस यो भाँडोमा चाहिँ हाम्रो है खोइ यसमा छैन क्या लुगा मात्रै छ त दुध छ भाइ यसमा अनि खोइ तपेस तपेस त छ खोइ कुन भाँडो छ तिमी फटा अर्काको फोनबाट चार्ज गरेर ठुला कुरा गर्छौ फटा मेरो साथीको एउटा पानी बन्द के हो यो कोनमा देखेर चाहिँ तपेस के हो खरानी हामी 13 थोकबाटै ए 13 थोक हामी घरबाटै आएको छौँ है तपेस ल्याएर तपेस यस्तो छ गाइस ल त खरानी लगाइदियो लेट्स गो एकछिन पखाल सुरुमा खरानी लाउँदैछ हाम्रो भूमिराज यहाँ हाल्नु नि थोरै थोरै पछि बुढीले चाहिँ दुःख पाउँदैन बुढीले चाहिँ दुःख पाउँदैन गाइस जसले पे गर्छ भूमिलाई बुढीले चाहिँ दुःख पाउँदैन अब खरानी प्रोसेस खरानी अब कसरी लाइन्छ हाम्रो भूमि सरले देखाउन आँट्नु भएको छ छाप छाप एकछिन हल्का मात्र हल्कै त हाल्ने त ग्यास पकाउने सिकाउँछिस् त सहरी मान्छे सिकाउँछिस् ऊ गाउँको गाउँको मान्छे हो त्यसलाई त माजेको भन्दै होइन दलले नै यही हो क्या मुला ल भयो यसले दलेकै रहेन जानु है भयो भयो आउँदैन मलाई भयो भयो हुन्छ हुन्छ धेरै पर्दैन पाक्नु भयो पर्दैन भयो भयो सुमानेको भाँडो सुमानी त थाहा नै थिएन त्यसलाई के सुमनले ओइ के पप अब तर भाँडो पर्दैन अगाडि होइन यति अब यस्तो यस्तो गर्न यस्तो रोशन पानी लिएर आइन्छ पानी लिएर आइज माछाले त रोशन छ मस्त पखाल्ने तै हो पानी लिएर जाने तै हो पहालले खानको लागि राम्रै जाने लिएर आइज कस्तो त्यही हो गाइस अब हामी चिया पकाउनु पर्ने हुन्छ अनुसारको गियर हान्नु पर्छ स्प्रे साइडमा राख चिप्लाक सुप्छ रहेछ उले ल छोड दे त्यतिकै ओइ सरप्राइज हो उल्टा पार्यो कि सरप्राइज लाइटर यहाँ थापेछ मैले झुकेर भने सानो सरप्राइज है हाम्रो तर्फबाट हाम्रो तर्फबाट है गाइस रेडी गाइस तिम्रो यसले हान्दिन्छ आउँदैछ त गर्दै देखाइदियो त्यसलाई केही नजानेको सोध चिया पाउँदैछ गाइस Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Oh. Happy birthday To you. Happy birthday Bye bye. ल सक्यो सक्यो ल भयो भयो छोड दे पानी सक्नको लागि गरेको ल यता आऊ यहाँ आइज आइज भयो 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 मोटे भयो यहाँ आइज ओइ त यहाँ आइज तिमी आऊ भयो भयो यहाँ आऊ तिमीलाई जन्मदिनको ओइ लाइटरले ल केक काट आइज ओइ छोड्दैन मोटे भयो मोटे यहाँ केक बन्छ उहाँ बन्छ केक यहाँ आइज ल बाल के काटाइज रोशन बोका त यो बोकेर चाहिँ राम्रो हुन्छ हौ बोकेर बोकेर बाल अन्त बाल र झिक्ला ठ्याक्क पार्छौ ल भिडियो ठ्याक्क तैँले बाल्छस् त उसको उसको उसले बाल्छ हौ यसलाई हातमा चाहिँ राख्नु यो हुन्छ हुन्छ केही हुँदैन बाल्नुहोस् बल छ ल 3 2 1 ल ह्यापी बर्थडे टु एकछिन बलोस् न हावाले बल्न दिएन के हुन्छ बाल्न बाल हुन्छ कानभरि हाल्दै जस्तो छ यसको ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु किमोर स्माइल ह्यापी बर्थडे टु यु त्यो निकाल दे दादा 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 यो अन्त साइले के दलेको ल्याम्लुम दल्नु पर्दैन मलाई
यति खाऊ केटा आऊ आधी खाऊ। खाउनु सानो पर्दैन खाऊ केटा आऊ तोतरे हो के खावे के खान्छ फागिमा बर्थडे बोलाएको यही चाट्यो त अर्को साइडमा पनि दल्दैन भएन त यो लुगा चाहिँ फुर्को यता हेर त एउटा फोटो धुना हुन्छ यता हेर यता धुनु त अनि के जानु केटा चाहिँ यसो मिठो सेलिब्रेसन है त्यही हो अब हामी चिया खानुपर्ने हुन्छ गाइस चिया खानुपर्ने हुन्छ रोहित सर कहिले खान नपाए जस्तो खाएको खाइछ ए केटो चाहिँ अब मेजरमेन्ट गर्दैछ है कपबाट हाल्दै यो एकछिनै जान्छ फेरि जाँदैन ओए चियासँग हो केटा चियासँग हो ओइ चियासँग खाऊ न है चार कति भयो गर्ने गाइस हामी चिया बनाउँदैछौँ चिया उम्लो गाइस अब चाहिँ हामी चिया खानुपर्ने हुन्छ तातो तातो है त ओके गाइस चिया पकाउने स्टाइल है खुवाउने स्टाइल सरका जुङ्गा हातमा नखान गाइस चिया हाल्न केटा सकिन्छ लिमिट हाल्न बरु भन्यो गर्नु राडी राडी बराडी चेस गर्नुपर्छ केटा चियर्स गर चियर्स गाइस चियर्स चिया त मिठो बनाउँछ किराने पछि चियावाल हुन्छ चियावाल यस्तो बाक्लो बेच्छ अरे नि यस्तो बाक्लो बेच्छ अरे नि काम छैन यति होइन सक्यो होइन यति होइन मोटे चिया खाँदैछ जाँड खानु पर्नेमा त म छुटेँ त नि फेरि म छुटेँ बबाल भएछ यार चिया त ल 3 2 1 गो चियर्स ओके गाइस केटाहरू चाहिँ चटपटे बनाउँदैछन् हाम्रो लेमनको रस झार्दै भइबक्सिन्छहरू केटाहरू है हाम्रो लेमनको अनि हाम्रो लेमन त नि हामीले किनेर ल्याएको होइन त लेमनै हो होइन लु कागती भनिदिउँ न भइगयो नि त अनि हाम्रो किरण सर है किरण सर हाम्रो के काट्नु भएको हजुरले हजुर यो पोटेटो हो पोटेटो आलु भन्नु न आलु हजुर अनि पोटेटो हो सर आलु हो पोटेटो हैन होला अनि यहाँ टमाटर छ अनि हात धुँदैछ केटोले दिँदैछ अनि पपिङ चाहिँ भिडियो बनाउँदैछ गाइस पपिङ हेर्नु गाइस पपिङ चाहिँ भिडियो बनाउँदैछ गरे यार त्यही हो गाइस अब चटपटे खाने अनि के गर्ने कसो गर्ने हेर्नुपर्छ गाइस टमेटोलाई त टमेटो त भन्दैनौ नि टमेटो नै भन्छौ नि ब्रिटिश एक्सेन्टमा चाहिँ टमाटो भन्छ के अनि नेवारी एक्सेन्टमा नेवारी भाषामा मलाई थाहा छैन धनकुटालाई धनकुटालाई मछली हाल्नु यो पानी नचलाऊ अहिले भरे एकछिन प्लास्टिकै लिएर आउन साइमन साइमन यता हाल प्लास्टिकै लिएर आऊ होइन छोड्ने हाल्दैछ त छोड्न नाटक नगर्न अनि उता थप त जाऊ न अनि हामी थापेर आउँछौँ आऊ थोरै हाल्दो त अब एक बाइट हाल न सकै भयो छोडीहरु एक बाइट हाल त यहाँ कस्तो एक बाइट लास्ट कस्तो दियो तिनीहरुले पहाडै हो हो पहाडै उडाउले लिएर आउनु पर्छ हनुमानजी होइन पिकनिक गरेपछि अन्तिममा सरसफाइ गर्नुपर्छ है हाम्रो साथीहरू हामी सरसफाइ गरेर हिँड्न आँटेको छौँ एक छाम कलर गरेर यहाँ आगो बाल्दिन आँटेको है यस्तो गर्नुपर्छ अन्तिममा सो गाइस अब हामी निस्किसकेको है खानपिन गरेर सबै गरिसकेर अनि यहाँ डग छ गाइस बाई ओके अब हामी तल जाने अनि तल गएर यसो मासु सासु केटोबाट भएको छैन नि त यो त हाम्रो हो ओके गाइस
हाम्रो बर्थडे बोयको साथ यो भ्लग एन्ड गर्न चाहन्छु केही भन्न चाहन्छु केही छैन यो भिडियोमा हाल्यो भने पक्कै अब आगमतिर हाल्यो भने त अब सपोर्ट नगर्नु भोलितिर हालिदियो भने चाहिँ चट्ट फलो गरेर होइन फिक्स repost हाल्छु गरेर- फिक्स हाल्छु यो पोस्ट भिडियो गरेर मेरो बर्थडेमा मेन्सन मलाई भोलि गर्दा नि हुन्छ ओके दिस भिडियो विल पोस्ट डिसेम्बर 8 होइन डिसेम्बर 8 मा चाहिँ पोस्टेड हुन्छ है सबैजना माया गर्नु होला डेली भिडियो चाहिँ अब म त्यस्तै हो अब हाल्न पाएको छुइनँ भिडियो चाहिँ आइरहन्छ अब त्यही हो ओके थ्याङ्क्स फर वाचिङ लभ यु अल जय नेपाल